Please subscribe my YouTube channel, guys. गाइजहरू हामी चाहिँ फाइनल्ली होइन खिच्नु पर्दैन नि त टाइमर राखेर फोटो खिच्नु ओहो माई गड किन फोटो खिच्नु भरे यस्तै भइहाल्छ नि अब गाउँघरमा चाहिँ यो बाँसको सिङ्काले चाहिँ हामी हो भात पकाउनु यसले चाहिँ यहाँ खानुपर्ने भात पकाउनु यसले चाहिँ यहाँ खानुपर्ने के हो साइ गरौँ है कसरी चेप्छौ कसरी चेप्छौ ल खाए ल हो न खाए ल हो न हेलो हेलो बाँसको सिङ्गाले पहिलोचोटि खाँदैछु बाँसको सिङ्गाले पहिलोचोटि खाँदैछु यसले चाहिँ ठिक हुँदो रहेछ अब दाँतमा अड्कियो भने यसरी कोट्याउनु पनि मिल्ने अनि कोट्याउनु पनि मिल्ने अनि अब खाए ल केटा यो चपस्टिकले त चेप्दै नचेप्ले रहेछ तँ बना के एउटा टमाटर बस्नु न बस्नु लास्ट बाँसको सिङ्गाले त बाँसको सिङ्गाले भात पनि खानु भएको भयो विदेशीहरू धनी हुनुको कारण यही होला नि त अब हामीले दाउराले चाहिँ उनीहरूले खान्छ त अनि उनीहरूको सामान जति सबै हामीलाई बेचिहाल्छ त्यहाँनिर यो दाउरा झन् विदेशमा क्या मगाउनु यो बाँसको सिङ्काले त धुरुक्कै रुवाउने रहेछ त यता चेपे उता खुस्किन्छ उता चेपे यता खुस्किन्छ यता चेपे उता खुस्किन्छ उता चेपे यता खुस्किन्छ तर दिदी भन्दा त मैले खतरा खाइदिन्छु नि फेरि यो बाँसको सिङ्काले ककलले खानु भएको छ कमेन्ट गर्नु है यो बाँसको सिङ्काले ककलले खानु भएको छ कमेन्ट गर्नु है म चाहिँ यो घरमा गुच्चाको दुलो मात्रै बनाएको थिएँ सिङ्काले चाहिँ अहिले चाहिँ खाँदैछु यसले मेरो ड्युटी हो म पानी ठिक छ पानी चाहिँ खाइदिउँ गर्मी छ लास्टै रस कति बेला सुन्न गाडी खोज्नु पर्यो कस्तो पहिना आएको मैले खल्कलले
फोटो खिच्नु पर्छ है के हो फोटो खिच्नु पर्छ है के हो अब त उल्टो लगाएर भयो आउँदैन चिप्नु छोटो छोटो भयो उल्टो लगाएर भयो आउँदैन चिप्नु छोटो छोटो भयो ल अब यति मात्र छ खाइसक्न आँटिसक्यो यो सिङ्काले पो ढिलो गरायो त मलाई सिङ्काले पो ढिलो गरायो त सिङ्काले पो ढिलो गरायो त जति लामो लाग्छ त्यति राम्रो होइन भिडियो स्पाइसी सुप छ नि फेरि यहाँ नखानु रहेछ बबाल छ बबाल अच्छा लेकिन बात कसले यतिखेर भात पकाउनु छ गोरो भइसक्छ गोरो मान्छे रातो हुन्छ नि त्यो बजार मान्छे कालो भयो भने रातो भइरहेको छु म गोरो भयो कि हेर्दा 82 साल गोरो भयो कि हेर्दा 82 साल फुलगोला लाउँदैन फुलहरू हाल्छ गर्नु हुन्छ त त्यो त अहिले नि त्यो भिडियो स्टार्ट हुनु मन लाग्यो त्यो सब्सक्राइब भनेर त्यसरी मैले चाहिँ अब फिनिसिङ हान्ने पानी चाहिँ खानुपर्छ मजा आएको बोल्नु सुनाउँ खाए ल गाइस गुरुङ इटी त्यो आन्टीले त लगभग 4-5 किलो दिदीसँग त भन् न आन्टी न दिदीले त 4-5 किलो खान्छ हौ उनी सुँगुरको मासु कसरी अटेको यार भुँडीमा नि फाइनली गाई टन्न गाइयो बडी सरी टाटा गाई टाटा बाई बाई